तपाईले धेरै प्रयास गर्दा पनि सफलता मिलिरहेको छैन भने यो कथा तपाईको लागि उपयुक्त हुन सक्छ। एक व्यक्ति विशाल मरुभूमिमा एक्लै यात्रा गरिरहेको थियो। हजारौं पाइला हिँडिसकेपछि ऊ अत्यन्तै थाकिसकेको थियो र उसलाई निकै तीव्र तिर्खा लागिरहेको थियो। त्यतिकैमा उसले एउटा इनार देख्यो। ऊ खुसी हुँदै इनार नजिक पुग्यो। भित्र हेर्दा इनारभित्र पानी पनि थियो। अझै खुसी भयो किनकि इनार नजिकै एउटा बाल्टी पनि राखिएको थियो। तर समस्या के थियो भने त्यो बाल्टीलाई इनार भित्र लगाउने डोरी भने थिएन। उसले वरिपरि धेरै खोज्यो तर डोरी कतै पाएन। अब के गर्ने? निराश भएर उसले त्यो बाल्टी र इनारलाई त्यही छोडेर अगाडि हिँड्यो। पछि उसले त्यो मरुभूमि पार गर्न सक्यो कि सकेन त्यो थाहा भएन। केही समयपछि त्यही बाटो भएर अर्को व्यक्ति आइपुग्यो। उसलाई पनि उस्तै अवस्था थियो। अत्यन्त प्यास लागेको थियो। उसले पनि इनार देख्यो। इनारको छेउैमा बाल्टी देख्यो तर डोरी भने थिएन। उसले हार मानेन। वरिपरि ध्यानपूर्वक हेर्न थाल्यो। केही पर उसले एउटा सुक्खा रुख देख्यो। उसले सोच्यो सायद त्यहाँ केही सुकेका काठहरू छन्, हाँगाहरू होलान्। कतै भेटिन्छ कि भन्ने आशाले ऊ दौडदै त्यहाँ पुग्यो। रुखमुनि केही सुक्खा र टुटेका हाँगा बिगाहरू थिए। उसले ती सबैलाई जोड्दै बाँध्दै एउटा अस्थायी डोरी बनायो। त्यसपछि त्यो डोरी बाल्टीमा बाँध्यो। बाल्टीलाई इनारभित्र झार्यो। पानी निकाल्यो र तृप्त भयो। त्यसपछि उसले आरामसित आफ्नो यात्रा जारी राख्यो र अन्ततः मरुभूमि पार गर्न सफल भयो। अब सोच्नुहोस् यी दुई मध्ये कसलाई बढी पानीको प्यास लागेको थियो? वास्तवमा दोस्रो व्यक्तिलाई। किनकि उसको प्यास गहिरो थियो कि उसले समस्या मात्रै देखेन, उपाय पनि खोज्यो। डोरी नभएको अवस्थामा उसले डोरी बनायो। यही कुरा जीवनमा सफलता प्राप्त गर्न पनि लागू हुन्छ। यदि तपाईँ आफ्नो जीवनमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने आफैलाई एउटा प्रश्न सोध्नुहोस्। के तपाईलाई साँच्चै सफलता चाहिएको छ कि केवल अरूलाई देखेर मात्रै प्रयास गरिरहेको हो? यदि तपाईको चाहना साँचो छ भने तपाईले मेहनत, धैर्यता, लगनशीलता, निरन्तरताको डोरी आफै बनाउनु पर्छ। त्यही डोरीले तपाईलाई सफलताको अमृत सरह इनारमा पुर्याउन सक्छ र जीवनको मरुभूमि पार गर्न मद्दत गर्छ। स्मरण रहोस्, सफलता उनीहरूलाई प्राप्त हुन्छ जो कठिनाई देखेर पनि पछि हट्दैन तर कठिनाई भित्रै अवसर खोज्दछ। बुलन्दीहरू आफै तपाईलाई खोज्दै आउनेछन् तर तपाईले सङ्घर्षका क्षणहरूमा मुस्कुराउँदै अघि बढ्ने अवसर भने कहिल्यै गुमाउनु हुँदैन। धन्यवाद। हजुरको दिन शुभ रहोस्।